यो बट्टाईको अन्डा हो। यो बट्टाईको अन्डा चाहिँ अत्यन्तै रोगी बिमारीले खानलाई चाहिँ लाभदायक हुन्छ। यो बट्टाईको अन्डा चाहिँ खास गरी बाथ रोगका बिमारीहरूले खान अनि दमका रोगीहरूले खानलाई अत्यन्तै राम्रो हुन्छ। यसले चाहिँ बाथ रोगका बिमारीहरूले जुन चाहिँ जोड्नी दुख्ने हुन्छ अनि त्यो जोड्नी दुख्नलाई कम गर्छ र यो अन्डाले चाहिँ अत्यन्तै स्वास्थ्यलाई चाहिँ लाभदायक गर्छ। यो बट्टाईको अन्डाले चाहिँ कुनै पनि सुगर प्रेसर का बिमारीहरूले पनि खान सक्नुहुन्छ भन्ने चाहिँ यो चाहिँ वैज्ञानिक आधारहरू छ र म यहाँलाई हार्दिक अनुरोध गर्न चाहन्छु। तपाईलाई यो बट्टाईको अन्डा चाहिन्छ भने क्रेटको चाहिँ 300 रुपियाँमा तपाईँ लान सक्नुहुन्छ। यो अरूले चाहिँ तपाईँलाई यो सस्तो पनि दिन सक्छ, तर हामीले चाहिँ यो 300 रुपियाँ चाहिँ भनेका छौँ र यो खास गरी हामीले चाहिँ यसलाई भटमासलाई चाहिँ धेर खुवाएर हामीले यसलाई चाहिँ यो प्रोटिन युक्त हामीले बनाएका छौँ। म आग्रह गर्न चाहन्छु तपाईलाई यो बट्टाईको अन्डा चाहिँ काठमाडौँ भ्याली उपत्यकामा चाहिन्छ भने तपाईँले खबर गर्न सक्नुहुन्छ। तपाईँलाई हामीले चाहिँ पठाओ इनड्राइभ चाहिँ गरेर हामी पठाइदिन सक्छौँ र म तपाईँलाई हार्दिक आग्रह गर्न चाहन्छु। यो बट्टाई उत्पादन चाहिँ हाम्रो सुशीलाजीले गर्नुभएको हो र सुशीलाजीको नम्बर तपाईँहरूले यहाँ चाहिँ यो लिङ्कमा तपाईँले पाउन सक्नुहुन्छ। म उहाँको नम्बर चाहिँ दिन्छु र तपाईँहरूले फोन गरेर तपाईँले मगाउन सक्नुहुन्छ है। क्रेटको 300 रुपियाँ हो र पर एक पिसको चाहिँ 11 रुपियाँ चाहिँ मा बेचिराखेको अवस्था छ। यो मैले जानकारी पाएको छु र यो बट्टाईको अन्डाले चाहिँ सबै रोगीहरूलाई चाहिँ खानलाई चाहिँ लाभदायक हुन्छ, स्वास्थ्यवर्धक हुन्छ र स्वास्थ्य चाहिँ डाक्टरहरूले पनि यसलाई चाहिँ अनुमति दिएका छन् है। सबै बिमारीले खानलाई राम्रो हुन्छ भन्ने कुरा चाहिँ कति कुरा लेखहरूमा हामीले पाउन सक्छौँ। म यहाँलाई जानकारी गराउन चाहन्छु। धन्यवाद। तपाईँले चाहिन्छ भने चाहिँ सुशीला विश्वकर्माको यो नम्बरमा तपाईँले कल गर्न सक्नुहुन्छ। धन्यवाद।